खाला ए हो पुरा यही हो मेरो घर चाहिँ अन्त है साथीहरू घर चाहिँ यही हो यस्तो छ नि त अन्त पुरै यो चाहिँ बाख्राको खोर यो चाहिँ बाख्राको खोर यहाँ चाहिँ गाई गोठको घर चाहिँ यो हो नि त भूकम्पको घरि बच्चा यो चाहिँ भूकम्पको घर हो नि त यो चाहिँ भूकम्पले लडेको घर 3 कोठाको ठुल्ठुलो छ है फेरि हामी चाहिँ भूकम्प अनुसारको होइन कि उसको नाप अनुसारले होइन हामीले चाहिँ आफ्नै हिसाबमा बनाएको सैलिङ डाँडा पुरा झिलिमिली घाम त्यता त नजाऊ सैलिङ डाँडामा चाहिँ पुरा घाम लागिरहेछ अन्त ल है यो चाहिँ सैलिङ डाँडा हो पुरा घाम लागिरहेछ यहाँ तलतिर चाहिँ माने डाँडा स्कुल यो चाहिँ स्कुल हो बस पनि भर्खर हिँड्दैछ अन्त ल हेर्नु हाम्रो चाहिँ घर भूकम्पको घर हो अब मैले हेलो गाइज हौ कहाँ गएर आएको त तिमी त केलाई गएको थियो त त्यही त यसै कस्तो लाग्यो त गाउँ कसको गाउँ रे यो मम्मीको मम चाहिँ भर्खर उठेको छ नि त 80 वर्ष 50 90 वर्षको मम भर्खर उठेर सक्दैन अन्त तातो पानी खानु चिया खानु बिस्कुट खाइसक्यो ट्युलो बाबु त्यो बस्ने गएको बस्नु ठिक छ बाबु ठिक छ तातो बस्नु बस्नु यहाँ चाहिँ साइला गएको हो नि त तेरिका ल है त भिडियो खिच्नु पर्यो हाम्रो पनि होइन बोलिरहेको बस्नु गएको बस्नु चिया पाक्दैछ त सैलिङ डाँडा यो चाहिँ लोकल केरा लोकल केरा यहाँ चाहिँ मेरो भिडियो आउँदैछ नि त थाल भाँडा माझेर टक टक लाएर जाडो भएन है ठिक आएन ओहो चिया नि पाक्दैछ उता चिनी र चियापत्ती चियापत्ती निकाल त बच्चा हो त्यहाँ भित्र होला छ नि त अनि सैलङ भ्यू चाहिँ राम्रो छ है सैलङको ल हेर्नु है चिया हुँदैछ चिनीहरू के हालेको छैन नि त चियापत्ती सैलङको भ्यू चाहिँ यो चाहिँ सैलङ चाहिँ खतरा छ सैलङ घाम लागिरहेछ यता चाहिँ भरे बेलुका 6 बजीसम्म हुन्छ घाम चाहिँ हाम्रो बाख्राहरू छ उता तल क्यामेरा हल्का हल्लिन्छ अन्त बढ्दैछ अहिले हाल्छु क्या अहिले यता चाहिँ भेट्छु अहिले गर्छु क्या अहिले के को हतार हो र हाम्रो चाहिँ पुरानो धारा यही हो कहिले पनि पानी सुक्दैन अनि त
यो जुग भइसक्यो बाजे जिजु बाजे पालदेखिको धारा हो यहाँ चाहिँ कहिले पनि यो चाहिँ मूल धारा त्यो पागल भइसक्यो एक्लै भयो ब्लगिङ कुहिले बिबा अब त्यहाँ त त्यहाँ पानी सिध्या होला नि त अनि के हाल पानी खाले क्या पानी इस रक्सीको पानीमा चाहिँ फाल्दैछ नि त गाइस अनि त आमा तातिसक्यो ए पानी ल्याऊ एक डेक्ची पानी ल्याऊ है पानी यहाँ आइज न यहाँ रेट यो डेक्ची लैजानु ऊ त्यहाँ धारामा पानी ल्याउँछ उसले गप खेस भाइ त्यसले त ल्याउन सक्दैन नि त्यसले चाहिँ ल्याउन सक्दैन है ल ल्याउ हालिहालौँ खाली भएपछि उम्लिसक्यो पानी गप्पै ल यो ब्लगिङ नि त हाम्रो ब्लग ए हाल न पानी छैन क्या ल हालिहाल न ल आगो सबैको गर्नुपर्छ अरे ल फाइनली अब अलिकति ल्याएपछि पुग्यो है अलिक क्यामेरा चाहिँ क्लियर आएको छैन नि त मेरो यस्तै छ ए अलिक क्यामेरा चाहिँ क्लियर आएन नि त अहिले त अबि कस्तो भुत जस्तै क्यामेरा